यसरी सुरु हुन्छ मेरो दिन। मेरो त के भन्नु प्राय सबैको यस्तै त होला। ड्युटी जाऊ आऊ है। नभए पनि नहुने। ओहो सिट बेल्ट हिजो खोलिदिएको थिएँ कि यदि गर्छ कि बजी बस्छ धुलो त के हो। मेरो गाडी त राजस्थान त पुगेको थिएन त धुलो त अन्त महिनामा त भन्दैछ बिप यो चाहिँ सिट बेल्ट लगाउनुहोस् भनेको आफ्नो सुरक्षाको लागि। म सुरक्षित नै छु अहिलेसम्म, तर प्र्याक्टिस चाहिँ गर्नुपर्छ सिट बेल्ट लगाएर है। एक टाइम चाहिँ म गर्दै थिएँ कि प्र्याक्टिस होइन लगाउनुपर्छ, म्यान्डेटरी नै हो। यो बिप साउन्डले चाहिँ के हो आगे गर्छ त फेरि अचम्म लाग्दो। बिहाको गाडी जस्तो रहेछ होइन रहेछ। मोदीजी पो छ त हौ। मोदीजीको त के छ आज। म त बिहाको गाडी पो रहेछ भने यस्तो हुन्छ। सरी बुझ्नुमा गल्ती भयो। यो बिप साउन्ड चाहिँ सुनिरहनुहोस् ल। मेरो ब्याकग्राउन्ड म्युजिक हो नि यो चाहिँ। अनि यो जियोस् हाम्रो यताको कार्पेटिङ भएर चाहिँ राम्रो भएको छ है। फिलिली क्या तलसम्म फिलिली। र प्लिज यो बर्खामा चाहिँ थामिदेऊ। अब यहाँ चाहिँ किन गरेन फेरि। एग्रिकल्चर काम चाहिँ यसमा हामी त ट्यालेन्टेडै हो। काम चाहिँ एग्रिकल्चर क्या। मैले पढाएको स्टुडेन्ट्सहरू पो रहेछ त। नर्स पो भएछ मैले पढाएको कतिजना स्टुडेन्ट्सहरू त। खुसी लाग्यो। यसरी नै अब आफ्नो लाइफलाई होइन आफ्नो पोटेन्सियलमा आउनु पऱ्यो नि। सर्भ गर्नु पऱ्यो होइन। सेवा आफ्नो कम्युनिटीलाई सोसाइटीलाई। तर सर्भिस त सेल्फलेस हुनु पऱ्यो फेरि है। अलिकति बायस छ भने चाहे जुनै फिल्डमा होस्। अब यहाँ छ फेरि दैलो खुल्ला राखेर हौ दैलो खुल्ला राखेर कुन स्टुडेन्टै हो। ल सुशील के हो कार्पेट देखेर अलमली छ त होता है कभी होता है। तर अब त्यति साह्रो कमन सेन्स पनि लुज गर्नु हुँदैन। कमन सेन्सले गर्दै फेरि एक्सिडेन्ट है दुर्घटना। छिमेकी दाजु नहेरी आउने भाइ हाई अलर्टमा। तर रोड इन्ट्रेस्टिङ छ क्या। लाइक तपाईँ एकदम सतर्क हुनुपर्छ है। फोकस्ड हुनुपर्छ किनकि तपाईँ प्रेजेन्स अफ माइन्ड हुन्छ नि। यताउता डिस्ट्र्याक्ट हुनु हुँदैन। यु लर्न क्या। मेरो लागि त लर्निङ एक्सपिरियन्स हो रोड्सहरू पनि हुन्छ नि। आई इन्जोय मजा लाग्छ मलाई। अब हुनु त मोनोटोनस छ है। एभ्री डे सेम रुट वाट एभर इट इज इट्स क्वाइट लर्निङ एक्सपिरियन्स हुन्छ नि। बाई द वे म ड्यास क्याममा गर्दैछु है। यो ड्यास क्याम चाहिँ मैले लगभग 1 वर्ष अगाडि किनिसकेको थियो। इन्स्टल गर्नु नआएर क्या अब त्यो स्किल्ड नहुनु पनि प्रब्लमै छ। र तपाईँले पनि ड्यास क्यामहरू किन्नु भएको छ भने यहाँ मङ्गनमा र इन्स्टल गर्नु चाहनुहुन्छ भने चाहिँ तपाईँले कहाँ जानु सक्नुहुन्छ भने चाहिँ तल जहाँनिर भिडियो अफिस छ नि
स्ट्यान्डदेखि मुनि त्यहाँनिर एउटा कार एक्सेसरिजको दोकान छ है दाजुको, मेरो दाजुको, माइकल दाजुको। त्यहाँ जानुहोस्, उहाँले तपाईँलाई एकदम फुल सेटिस्फाइड हुने गरिकन लगाइदिनुहुन्छ। अनि यो ड्यास क्याम त तपाईँ आफै किन्नुहोस्, त्यहाँ अभाइलेबल छ कि छैन मलाई अलिक याद भएन, छ भने सोध्नु सक्नुहुन्छ। अन्त आफै किन्नुहोस् ड्यास क्याम चाहिँ हो। अन्त उहाँले चाहिँ इन्स्टल गरिदिनुहुन्छ। अनि इन्स्टलेसनमा तपाईँलाई डिस्काउन्ट चाहियो भने चाहिँ यो कुपन कोड म सेयर गर्छु, त्यो कुपन कोड तपाईँले लगाएर 50 to 80% डिस्काउन्ट पाउन सक्नुहुन्छ। र कुपनको कोडको कोड चाहिँ यस प्रकार छ है। कुपनको त्यो कोड चाहिँ हो 013 आफै तिर्नुहोस्। सरी त्यस्तो छैन, म अब त्यस्तो डरलाग्दो सोसियल मिडिया प्लेटफर्मबाट है कमाउने खालको मान्छे होइन नि त। सो मेरोमा कुपन छैन, म त्यसकै फेरि माइन्ड नगर्नुहोस् है। माइन्ड गर्नुभयो भने पनि आइएम सरी, जस्ट फर फन। अब सायद भोलिको दिनमा इफ गड विल्स होइन मेरो पनि मिलियन्स भ्यूहरू आउन थाल्यो अरे, कन्टेन्ट मन पऱ्यो अरे, प्लस मैले कन्टिन्यू गरेँ भने फेरि है सपना त ठुलै छ, तर त्यो सपना र विपनामा जुन चाहिँ एउटा डिस्टेन्स हुन्छ नि है, ग्याप, त्यो चाहिँ साह्रै दर्दभरि छ। त्यो ग्यापमा नि प्रायः मान्छेहरू क्या लड्छ क्या, प्रायः त्यहीँ लडिसक्यो, कति त्यहीँनिरै पतन भइसक्यो। सो सपना र विपनाको ग्यापलाई पुर्ने चाहिँ एउटै के भन्नु अब माटो होइन, ब्रिज भन्ने म त्यसलाई कनेक्ट गर्ने त एउटै ब्रिज छ, त्यसको नाम हो हार्डवर्क, कन्सिस्टेन्सी अनि फेथ। त्यो कुराले चाहिँ हेल्प गर्छ, अरू त छैन हौ। सपना र विपना ओएमजी भनेको जस्तै हो नि। सो ड्यास क्यामको सुन्नु भयो होला है। कुपन खै कता जानु भएको हो, इन्डिकेटर पनि छैन। वेयर आर यु गोइङ ब्रदर? ओ अम्मा हौ, मुखमै आएर पो इन्डिकेटर दिनुभयो त अहिले पो। अझै उतै दिएको भए हुन्थ्यो, भित्रै पसेर क्या। वाउ, मेरो अगाडि एउटा भ्यान जाँदैछ है, यो चाहिँ ड्राइभिङ सिकाउने रहेछ। अनि यसमा एउटा बोल्ड लेटर्समा एउटा कोट गरेको रहेछ क्या पछाडि, मनी कान्ट बाई लाइफ, मनी कान्ट बाई लाइफ। रियली? अन्त को बिमार छ अरे, सिरियस छ अरे, ट्रिटमेन्टको लागि प्राइभेट हस्पिटल जानु पऱ्यो अरे, गभर्मेन्ट हस्पिटलले सकेन अरे, प्रायः सक्दैन पनि होइन, रेफर भयो अरे अब गाउँ बस्तीमा। अन्त तपाईँकोमा पैसा छ भने त अन्त केही क्षणको लागि भए पनि, केही समय सालको लागि भए तापनि लाइफ त किन्दियो त हुन्छ होइन। कहाँ जानुहुन्छ हौ? आजकल त इन्डिकेटर बाल्ने के हो, नयाँ ट्राफिक रुल्स आयो क्या इन्डिकेटर नबाल्ने, कसले बाल्दैन। नयाँ रुल्स आयो जस्तो छ, इन्डिकेटर बाल्न छोडेको रहेछ। त्यो पनि जल्दी चाहिँ ड्राइभिङ सिकाउँदैछ है, आमा उसले नै फेरि छैन इन्डिकेटर। क्या ड्राइभर बनेगा रे तू भनेको जस्तै भयो त है, क्या ड्राइभर बनेगा रे तू। सो अगाडिको भ्यू म अहिले तपाईँलाई देखाउँछु है, अब ड्युटीको मेरो अनुहार हेर्दा तपाईँलाई पनि अलिकति मोनोटोनस आफ्नो सक्ला आइज त भन्छ। थ्याङ्क यू। मेरो साथी छोरो ठुलो भइसक्यो, मेरो छोरी छ नि हुर्किँदैछ, मेरो टाइम आउँछ छोरीलाई स्कुल लाने ल्याउने, जस लाइफ रमाइलै छ।
बाटो चाहिँ एकछिन म देखाउँछु तपाईँहरू। लस अहिले चाहिँ यसमै अलिकति तपाईँहरू धैर्य धारण गरिदिँदै गर्नुहोस्, अल्छी लागे भए पनि। मैले खास कसलाई भनेको भन्दा चाहिँ मेरो 2-3 जना है, यस्तो 1000 छैन, 2-3 जना मेरो वेल विशर्सहरूलाई भनेको है, जसले मलाई माया गर्नुहुन्छ, जसले मलाई चिन्नुहुन्छ है। यहाँ चाहिँ म फेक हुनुको लागि चाहिँ आएको होइन है सोसियल मिडियामा। मेरो इन्टेन्सन चाहिँ त्यस्तो छैन है, एकदम ट्रु। म जे छु जस्तो छु ठिकै नै छु। तपाईँलाई मन परे पनि म त्यस्तै हो, मन नपरे पनि म त्यस्तै हो। आम हेल्पलेस। अब चाहिँ बिस्तारै रोड देखिन हौ, अँध्यारोमा ऊ पनि खाली रहेछ फेरि, के हो देखिन हौ मैले। त्यस्तै होला कुरा त, त्यस्तो लाग्यो। ल यो चाहिँ रोड हो। अब हामी जाँदैछौँ साँगुरो गल्ली, बाटो, चोक भन्नु त मिलेन। सो ड्युटीमा अब यहाँ चाहिँ मङ्गनबाट चाहिँ मङ्सिला जाने हो। मङ्सिला दिन पनि उतै जाने हो। अब राङराङ आउँछ, अम्बिथाङ, के पो कुरा गर्दै थियो म साँच्ची है। सपना विपना भन्दा त एकदमै फिलोसफर लागि नै एकछिन त मलाई, तर प्र्याक्टिकल कुरा त्यही हो, हार्डवर्क नै हो क्या। लक के भन्नुहुन्छ लकको बारेमा? लकको बारेमा ठिकै छ। कतिले लकमा बिलिभ गर्नुहुन्छ है। लक चाहिँ तर लकलाई हासिल गर्नु पनि लकी नै हुनुपर्छ कि क्या हो? हार्डवर्क, फेथ, कन्सिस्टेन्सी दियो भने चाहिँ आई थिङ्क लक विल बी अन यर साइड क्या। न त कहाँ खोज्नु लकलाई? अन्त कसले दिने लक? यदि गडले नै लक दिनुहुन्छ भने म त ब्लेसिङ्स माग्छु नि होइन। लक चाहिँ कस्तो हो भने हुन्छ हुँदैन हो नि त, 50-50 हो नि त। तर ब्लेसिङ्स भन्ने कुरा चाहिँ इट्स समथिङ नोबडी क्यान स्टिल अवे हुन्छ। मर्निङ रुटिनमा मेरो प्रेयर छ, म प्रे गर्छु, त्यहाँबाट बाइबल पढ्छु है। किनकि अब मलाई एउटा ब्यालेन्स चाहिन्छ क्या लाइफमा, हुन्छ नि। हायर पावरले मलाई गाइड गरेको है, असिस्ट गरेको। म चाहन्छु कि आई वान्ट गड टु हेल्प मी, हुन्छ नि। आई बिलिभ, हुन्छ नि, आई हेभ फेथ इन गड। धेरै कारण छ, सिम्पल कारणहरू पनि छ, सेयर गरौँला कुनै दिन। तर म प्रेयर गर्छु, बाइबल पढ्छु, किन भन्दाखेरि सो आजको दिनभरि मेरो लाइफ चेकमा होस् क्या होइन। मैले लाइफमा त्यो इम्पोर्टेन्ट चिजहरू चाहिँ मिस नगरोस् न होइन। मेरो बोलीले, मेरो सोचाइले, मेरो एक्सन्सले होइन। थिङ्स विच आर रियली इम्पोर्टेन्ट होइन, त्यो कुरा चाहिँ मबाट मिस नहोस् न होइन। त्यो हाउडे चिजको लागि हँसी मजाक आफ्नो आफ्नो जग्गामा छ, गर्नुपर्छ त्यो पनि। तर यस्तो नहोस् कि मैले अर्कै बाटोतिर हुन्छ नि। किनकि इन्फर्मेसन भन्ने कुराहरू, बिलिफ भन्ने कुराहरू, ओपिनियन भन्ने कुराहरू यति बेसी छ क्या। द वर्ल्ड इज फुल अफ इट। त्यसमा चाहिँ ट्रुथलाई चाहिँ कसरी छान्नु है, अन्त त्यस्तो डिभाइसै छैन क्या। मान्छेकोमा त्यो एबिलिटी पनि छैन खासमा त, ट्रुथलाई खोजेर निकाल्ने हुन्छ नि। मलाई चाहिँ त्यस्तो लाग्छ है, मेरो पर्सनल ओपिनियन। मान्छेले तब मात्र ट्रुथलाई खोज्नु सक्छ जब इज असिस्टेड हुन्छ नि बाई डिभाइन पावर। आफ्नो एबिलिटीमा त सक्दैन। मलाई चाहिँ त्यस्तो लाग्छ है। सो मेरो प्रेयर गर्नुको कारण चाहिँ त्यो हो। कसको हो? नयाँ अल्टो पो आएछ त, सानो। यहीँ साइड दिउँ होला उसलाई।
आम्मा कतिजना छ हौ फेरि फ्रन्ट सिटमा त चलान गर्नुपर्छ क्या आगेमा आइपुग्नु भएछ ड्युटी सबैजना ड्युटी 10 to 4 4:30 कति हो अब ड्युटीमा सबैजना हामी जाँदैछौँ भने जस्तो बाटो चाहिँ यस्तो छ है लास्ट इयर चाहिँ यहाँनिर पहिरो आएर अब जति पनि देख्नु हुँदैछ मजाको हिलो अलिक भत्केको ढुङ्गासुङ्गा चाहिँ लास्ट इयरको चमत्कार हो लास्ट इयर चाहिँ बर्बाद गरिदिएको थियो मेरो गाडीले पनि दुःख पायो र साथ दियो क्या अब जानै पर्छ नि त ड्युटी भन्ने चिज होइन यु कान्ट मेक एन एक्सक्युज हुन्छ नि एभ्री डे बन्द भइन्जेलसम्म त ठिकै थियो बन्द भइन्जेलसम्म त ठिकै थियो तर अलिअलि दुःख सुख खोलेपछि चाहिँ जानै पर्यो हाजिरा लगाउनै पर्यो है रोज कमाउनु पर्यो नि त सो रोड्सहरू चाहिँ आएको चाहिँ मनसुन आउनु आँटेको छ आउनु आँटेको त होइन यो अलरेडी इन अब यहाँ नर्थमा त अलिकति ज्यादै पानी पर्छ क्या मनसुन अलिकति अर्ली नै आउँछ यहाँ हुन्छ नि छिटै हुन्छ सो मेन प्रब्लम चाहिँ भन्नु कि नभन्नु भन्छु तर अब मलाई चाहिँ लाग्छ इन माई ओपिनियन पर्सनल ओपिनियन चाहिँ एउटा त मनसुन हो रिजन है अर्को चाहिँ हाम्रो ड्रेनेज सिस्टम के प्रपर ड्रेनेज सिस्टम छैन कि सबैलाई थाहा भएकै कुरा हो ड्रेनेज सिस्टम प्रपर नभएको कारणले गर्दाखेरि चाहिँ अब हुन्छ नि एकदमै अनम्यानेज्ड ड्रेन हुन्छ नि त्यो फ्लडिङहरू हुन्छ क्या वान्स इट्स स्टार्ट्स रेनिङ हुन्छ नि एकदमै त्यो कारणले गर्दाखेरि अब रोड नाली छैन रोड पानी कुद्यो पानीले उक्काउँदै पानीको खेती सो प्रब्लम चाहिँ त्यो छ रोड्सहरू सोध्दै थियो कतिजना आउनुहुने सोध्छ नि त मलाई आफन्तहरूले साथीहरूले कस्तो छ बाटो चाहिँ भन्छ कि बाटो के भन्नु त्यस्तै छ भनेर भनिदिनु त त्यस्तै छ ठिकै छ राम्रै छ हाम्रो नजरमा त त्यहाँबाट आइसकेर चाहिँ फेरि भन्छ होइन बनिँदैन क्या हो एक दुई जग्गा भन्छ अब त्यो बनिन्छ बनिँदैन म भन्नु सक्दिनँ त्यो चाहिँ है रोडको बारेमा चाहिँ स्पेसली होलामा हुन्छ यहाँ चाहिँ कुरा क्या बनिन्छ होला कहिले त्यो चाहिँ म जान्दिनँ होलामा चाहिँ ठिकै छ रोडको कुराहरू नगरौँ बेसी है म त यही बाटो हिँडिरहनुपर्छ म त यो रोडसँग त एकदम मिथ पो लगाउनु पर्छ कम्प्लेन गरेर हुँदैन मैले कम्प्लेन नगरौँ होला सैना यही बाटोमा हिँड्नु छ यही बाटोले रोजीरोटी कमाउनु छ यही सोच्यो भने त तर ठाउँ हाउडै छ र त जस्तै कि यस्तो अब ठिकै एउटा कुरा चाहिँ बुझ्दिनँ क्या अब हेर्नुहोस् है यत्रो ठुलो बाटो छ यत्रो लामो बाटो छ ठाउँमा मात्रै अप्ठ्यारो छ अप्ठ्यारै ठाउँमा चाहिँ फेरि क्या टक आइदिरहेको हुन्छ यसले के प्रुभ गर्छ भने नि लाइफमा चाहिँ च्यालेन्जेसहरू आउँछ क्या नानी बाबु हो लाइफमा च्यालेन्जेस त्यहाँ आउँछ अनि च्यालेन्जेसलाई चाहिँ सल्भ गर्ने एउटै उपाय छ यो चाहिँ मैले सिकेको लाइफले नै सिकाएको है च्यालेन्जेसलाई चाहिँ फेस गरेर मात्रै सल्भ हुन्छ है भागेर हुँदैन You have to face it. Okay. I hear you. सुन्दैछु सर I'm duty जानु भएको
अरे त्यो म छक्कै भएर गोबर कसरी आयो यहाँ भन्छु नि कसको गाई चाहिँ आएर यहाँनिर अलि आफूलाई रिफ्रेस गर्नु पनि भ्यायो भने चाहिँ यस्तो पहिरोको छेउमा होइन रहेछ उसको टी सर्ट हो रहेछ टी सर्ट पनि गोबर जस्तो देखेँ भनेपछि आँखा त ठिकै छ मेरो के गर्नु पर्ने हो आँखा पनि ठिकै छ होला हो त है होता है ऐसे छोटे छोटे शहरों में बड़ी बड़ी बातें होती है उल्टा भने क्या मैले चाहिँ फेरि जाने मिस्टेक पक्रेर के भइसक्यो यहाँनिर नानीहरू रहेछ थुप्रो ए टायर नानीहरू देखेपछि त मलाई माया लागिहाल्छ क्या उनीहरू सफर गरेपछि मन पर्दैन मलाई आई डोन्ट लाइक किड्स सफरिङ हुन्छ नि रुखहरू झन् आफ्नो नानी भएपछि त खै अरूमा पनि आफ्नै नानी देखिँदो रहेछ क्या त्यस्तो हुँदो रहेछ तपाईँहरू मायामा हुँदाखेरि चाहिँ तुझमें रब दिखता है चारों ओर के पो थियो त्यो गीत हर जग्गा तू ही तू केहरू छ नि त्यस्तो क्या त्यस्तो हुँदैन रहेछ एउटा आउँदैछ साइड दिउँ होला अब यो पनि एउटा सानो पहिरोको डेमो यो पनि लास्ट इयरको नतिजा हो अहिले पनि सल्भ हुन्छ होला टेम्पोरेरी त यतिको त सल्भ भइरहेको छ समथिङ बेटर बिफोर मनसुन सेट्स इन है मसँग यात्रा गर्नुहुँदैछ तपाईँहरू कस्तो लाग्दैछ ठिकै लाग्दैछ तपाईँहरूलाई यस्तो सोधिरह्यो भने इडी हुन्छ नि है इडी लाग्छ क्वेसन्सहरू लाग्छ नि मान्छेलाई क्वेसन्सहरू इडी लाग्छ किन आफ्नै लाइफमा त कतिवटा क्वेसन छ है जसको आन्सर खोजिरहेको छ त्यही माथि अरू हौडेको क्वेसनहरू सोधिदिँदा त कसलाई इडी हुँदैन हुन्छ नि इडी सो यो चाहिँ राङमा हामी आउँदैछौँ आइपुग्यौँ कम अन राङ वेलकम अस वेलकम टु राङ भन्ने छ कि छैन वेलकम अस त भनियो छैन नि यहाँ त्यसो भए हामी अनइन्भाइटेड आइपुग्यौँ राङ सानो ठाउँ छ रमाइलो छ गरम पनि छ राङ के बिर्सिए यस्तो लाग्दैछ तर मलाई आज के चाहिँ बिर्सिएको नि क्या भूल गए हम क्या कुछ भूल गए हम सब ठिकै छ यो ड्यास क्याम लाउँदा एउटा चाहिँ डिसएडभान्टेज चाहिँ के रहेछ भन्दाखेरि अब डिसएडभान्टेज त होइन म्युजिक प्ले गर्नु सकिनँ कि एक्सेस गर्नु पाइनँ क्या त्यसको केही जुगाड छ कि है युट्युबमा ट्युटोरियल्सहरू हेर्नुपर्छ कि किनकि वाइफाई जुन चाहिँ हुन्छ यसको ड्यास क्यामकोमा कनेक्ट गर्नुपर्दो रहेछ नि त अन्त त्यो म्युजिक प्लेयरको त अन्त हुँदैन वान एट अ टाइम हो सो यो चाहिँ राङ हो यहाँ सानो आर्मीहरूको उयो पनि छ के भन्नु यसलाई त आउटपोस्ट के भन्छ अब
करेक्ट टर्म त अब दिन सकिने सानो हो स्टेसन जस्तो लाग्छ मलाई यो त क्या सायद 1-2 जना मात्रै हुन्छ अन्त सफा पनि राख्दैन यहाँनिर क्या अन्त छिटिक हुन्छ नि आर्मीको यहाँ त लथालिङ्ग यो त ग्रेफको जस्तै छ यहाँ त तर बाइ द वे ग्रेफ पनि छ यहाँनिर ग्रेफ यहाँ छ भनेर कसरी याद पाउनुहुन्छ भने हो यो खाल्डोहरू देख्नुहुँदैछ ब्रो क्या खाल्डोहरू देख्नुहुँदैछ यो नपुरेको पटहोल्सहरू होइन रफ रोड यत्रो राम्रो बाटो छ तर बनाएकै छैन यहाँनिर छ अर्को झन्डै झन्डै अस्ट्रेलियाको म्याप जस्तो रहेछ वर्ल्ड म्याप पो बनिन आँटेको रहेछ यहाँ चाहिँ हो यहाँ चाहिँ फेरि ग्रेफको ब्रो बिआरओ बोरोहरू छ यहाँ चाहिँ है उनीहरू यहाँ छ भनेर चाहिँ हो त्यो खाल्डोहरूले नै बताउँछ क्या वेलकम टु डिइटिटी राङराङ डिइटिटी चाहिँ के हो म जानिनँ कुनै दिन अल्छी लागेन भने चाहिँ पत्ता लगाउन अल्छी लाग्यो भने छोडिदेऊ सबै कुरा जानेर पनि के गर्नु होइन कहाँ चाहिँ लगाउनु त्यसलाई फुल स्पिडमा थार रक्स बाइकर्स त होइन होला इम्प्लोइजहरू होला रस आवर छ नि यो टाइम त ड्युटी पापी पेटको सवाल आहा ठुल दाजु पो आउनु हुँदो रहेछ त मेरो गाडीको ठुल दाजु हो ठुलो दाजु ठुल दाई जिप्सी चिनेको जस्तो लाग्यो त्यसै गर्यो है सरी ब्रो हम आपके ही कौन पर यस्तो चिनेको जस्तो लाग्यो होता है किच्छो बात नहीं लाला हामी जिरोमा आइपुग्यौँ तपाईँलाई जिरोसम्म ल्याइसकेँ मैले सक्सेसफुली ए जिरो चाहिँ पहिला ढुङ्गा हारी थियो क्या केही थिएन ढुङ्गा मात्रै चट्टानले भरिएको जिरो त जिरो नै थियो क्या पहिला अहिले भन्दा पनि अब भयो नि के अहिले त हब भएको छ नि होटेलियर्सहरूको लागि टुरिज्मको लागि यहाँनिर नयाँ एउटा खोल्नु भएको छ है गभर्मेन्टको बटरफ्लाई पार्क आउनु सक्नुहुन्छ जिरो एउटा ढुङ्गा गाडी थियो के भयो भने जस्तै क्या जसलाई सोध्नुहोस् त्यही भन्छ पछि याद गर्नुहोस् तपाईँ चाहे जस्तो सुकै स्थितिमा किन नहोस् तपाईँको सर्कमस्टान्सेस जेसुकै किन नहोस् अपना टाइम आएगा क्या यू हैव टू हैव फेथ एफर्ट लगाउनुहोस् क्या था क्या हो गया हुन्छ कि होइन जिरो यस्तो कहाँ थियो अब झिलिमिली अहिले चिप्सको रङबिरङ चिप्सको प्याकेटले नै रेनबो बनाइदिइरहेको छ त्यहाँनिर कता जानुहुने हो इन्डिकेटर दिनुहुन्छ जानुहुन्न इन्डिकेटरसँग त धेरै आजको दिनमा मेरो त मसला पो भइसक्यो त सरी ब्रदर्स किड्स आज म लानु सक्दिनँ नानी हो फेस्टमा दुःख गर्नुहोस् प्लस म आज फेरि भ्लग पनि गर्दैछु नि त म आफैसँग टाइम बिताउँदैछु नि त सो प्राइभेसी इज समथिङ द्याट इज अफ utmost importance to me हुन्छ नि अब सबैको प्राइभेसीमा रेस्पेक्ट गर्छु है एक्सपेक्टेसन्स चाहिँ म सक्दिनँ कसले सक्दैन मान्छे हर्ट भएको कारण नै एक्सपेक्टेसन्सले हो नि त
मैले हिजो कि अस्ति एउटा सुन्दै थिएँ कि कसले भन्नुभएको बिर्सेँ तर जे भन्नुभएको त्यो चाहिँ दामी भन्नुभएको रहेछ क्या सो इम्पोर्टेन्ट मलाई लाग्यो पनि त्यो हुन्छ नि साइड दिइहाल्यो उहाँलाई हाम्रो सिनियर ड्राइभरहरू साँच्ची के भनेको थियो अरे नि आफ्नो एटिट्युड चाहिँ घटाउनु अरे क्या एटिट्युडलाई चाहिँ डिग्रेड गर्नु अरे हो ए सरी न उसले के भन्दै थियो भने नि आफ्नो एटिट्युडलाई चाहिँ बढाउनु अरे अपग्रेड गर्नु अरे क्या एटिट्युड इन द सेन्स राइट एटिट्युड नै फेरि त्यो ओभर डरलाग्दो होइन नि भयङ्कर भनेको होइन नि पोजिटिभ एटिट्युडलाई चाहिँ अपग्रेड गर्नु अरे एन्ड देन एक्सपेक्टेसन्सलाई चाहिँ डाउनग्रेड गर्नु अरे क्या घटाउनु अरे तरक्की करोगे अरे तरक्की त होइन अब युल ह्याभ पिस अरे क्या युल डु वेल युल बी ह्याप्पी विथ योरसेल्फ सो ट्रु मान्छेको अहिले हाम्रो एटिट्युड त्यो पोजिटिभ एटिट्युड चाहिँ एकदमै कमी घटी भएको छ एक्सपेक्टेसन्स चाहिँ अपडेटेड अपग्रेडेड सबै क्या त्यसलाई चाहिँ घटाउनुपर्छ क्या नो हर्ट मन दुखाउने निराश हुने जग्गै रहँदैन क्या सो वाट्स मोस्ट इम्पोर्टेन्ट टु मी भन्दा पनि इफ यु आस्क मी हुन्छ नि मलाई सोध्नु भयो भने नि मेरो लागि चाहिँ सबसे इम्पोर्टेन्ट कुरा चाहिँ पिसै हो क्या आई वान्ट पिस आफूसँग पनि म आफूभित्र पनि त्यो टेन्सन के भन्छ द्वन्द्व भएको चाहदिनँ है म अरूलाई पनि दिन चाहन्न क्या आई हेभ नो डिजायर एकदम पिसफुल अनएफेक्टेड हुन्छ नि क्या मेरो लागि चाहिँ पिस चाहिँ एकदमै जरुरी छ क्या जरुरी होइन मेरो प्रायोरिटी जो चाहिँ छ नि पिस नै हो बिट एनिवेयर चाहे मेरो घरमा होस् चाहे मेरो वर्क प्लेसमा होस् चाहे म आफै एक्लै हुँदा पनि मलाई पिस इज भेरी इम्पोर्टेन्ट जान सक्नुहुन्छ तपाईँ बाटो राम्रो भएको छ यता पनि अलिकति ब्युटी पनि हेर्नुहोस् है मेरो ठाउँको ब्युटी पनि हेर्नुहोस् म भन्दा धेरै राम्रो छ मेरो ठाउँ उसले जेसुकै भन्नुहोस् कि आई लभ मङ्गन ए आफ्नो ठाउँमा सबैलाई प्यारो लागिहाल्छ नि भन्दा कि तर नो बायस जजमेन्ट गरेको होइन छ पर्फेक्ट छैन इट्स नट पर्फेक्ट तर प्यारो छ क्या प्यारो छ तपाईँले आफ्नो आफ्नो ठाउँलाई माया गर्नुहुन्छ भने धेरै राम्रो कुरा हो त्यो चाहिँ गर्नुपर्छ क्या अब हामी आफैले आफ्नो ठाउँलाई माया गरेन भने कसले गरिदिने यार को आउँछ हौ यहाँ माया गरिदिने बाहिरबाट आम्मा भारी बोकेर है म आउँदैन इन्डिकेटर र हर्न हुन्छ नि गाडीको अब हाम्रो भाषामा भन्दा त हर्न त्यो बजाउनु पर्ने हो त्यो बजाउनुको लागि नै दिएको हो क्या यहाँ गाडीमा नत्र किन मुखले प्याप टिटिट गर्दा हुन्थ्यो होला त अन्त है बजाउनु मान्दैन केटाहरूको इगो तर हेभी हुन्छ है केटा नभनौँ अब है जेनरलाइज नगरौँ ड्राइभर इगो क्या अझै आज त्यस्तो भेटेको छैन क्या आफू पनि कुद्दैन हो अरूलाई पनि कुद्नु दिँदैन नि अगाडि क्या साइड पनि दिँदैन कुद्दैन पनि आम्मा मजा आउँछ नि त्यस्तो क्या धन्न मलाई रिस ढिलो उठ्छ र मात्रै ब्रदर पनि आउनुभयो उहाँलाई पनि साइड दियो उहाँमा नसोची आउनुभयो नि त ड्राइभर इगो एउटा अगाडि स्पिड छ आफ्नो अगाडि केही देख्नै चाहँदैन मलाई चाहिँ यस्तो हुन्छ
ड्राइभिङमा तपाईँ मभन्दा स्पिड कुदाउनु हुँदैछ भने नि म छोडिदिन्छु क्या म तपाईँलाई अफस्ट्रक गर्दिनँ म छोडिदिन्छु हो रोक्दिनँ तर तपाईँ मभन्दा स्लो कुदाउनुहुन्छ भने चाहिँ तपाईँले पनि त्यो छोड्नु पऱ्यो नि त होइन त्यसमा इगो किन ल्याउनु कमन सेन्स हो नि त उसले मभन्दा स्पिड कुदाउँदैछ उसलाई छोडिदिउँ त्यो मलाई मन नपर्ने चाहिँ यो लोड गाडीहरू हुन्छ नि अर्को चाहिँ सेकेन्डमा चाहिँ आउँदैछ मेरो स्टुडेन्ट उसले पनि पढाउँदै रहेछ खुसी लाग्यो क्या टिचिङ गर्दै रहेछ टाइम फ्लाइज म्यान टाइम फ्लाइज भोलि 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 भन्दा भन्दै शेष हाम्रोमा त अझै है गीत पनि गाउँछ कति मिनिङफुल छ आज भोलि भरै भन्दै जीवन यहाँ सताउँछ भनेर क्या आज भोलि भरै भन्दै शेष अर्को लाइन त झन् मिनिङफुल छ मेरो लागि है यो चाहिँ के हो भन्दाखेरि चाहिँ ख्रिस्टलाई माया गर्ने मान्छे मृत्यु पारी उडाउँछ भने चाहिँ you believe if you have faith in Jesus Christ that He is the one, the way, the truth and life भन्यो भने नि तपाईको राइजिङ चाहिँ नि तपाईको रेजरेक्सन चाहिँ नि बियोन्ड डेथ क्या मेरो बिलिभ हो I believe in that. I believe that Christ is the Redeemer भनेर क्या डिपेन्ड्स है अब धर्मको कुरा गर्दाखेरि चाहिँ अलिकति मान्छेलाई फेरि इरियो हुन्छ मलाई मन पर्दैन धर्मको कुरा गर्नु है तर अब बोल्दा बोल्दा तपाईँसँग फ्र्याङ्क टक नि अन्त भने नि म प्रिटेन्ड गर्दिनँ भनेर हर्न नबजाइ आयो भने चाहिँ यस्तो हुन्छ मैले त बजाइदिएकै हो हर्न बजाउनु इगो जस्तो लाग्छ है मेल इगो बजायो भने चाहिँ हौडे क्या म त बजाइदिन्छु बजाउनुको लागि यहाँ छ बजाइदिन्छु बजाइदे कालु मेरो जुनियर थियो अहिले भर्खरको चाहिँ जुनियर भन्दा पनि ओभरै जुनियर नि भाइहरू हो यिनीहरू भाइ पनि के भन्नु विचार मैले त्यो एजमा बिहा गरेको भए त नानीहरू हो नि मेरो स्टुडेन्ट प्रेज गड है सबैले राम्रो गर्दैछ खुसी लाग्छ उनीहरूको लाइफको केही एपिसोडहरूको पार्ट त म हुन सकेँ सो चाहिँ मङ्सिला है मङ्सिला सहर खिल्ली गरेको होइन है फेरि मैले मङ्सिला सहर भनेर चाहिँ मान्छे टाइम भयो हुँदैन जाउँ टाइम भयो यो राति गर्नुपर्छ क्या अहिले गरेर अन्त हाइवेमै छ झन् अन्त उयो हुन्छ नि के हजुर सिएल लेख्ला जस्तो छ त 9:30 भइसक्यो ल ल ल अलि भेटौँ मङ्सिला सहर मेरो लागि म पोजिटिभ बोल्छु क्या मङ्सिलाको लागि मङ्सिलालाई म माया गर्छु इनफ्याक्ट नर्थ सिक्किम डल्लै माया गर्छु नि म त अरे फेरि कता हो यहाँ ल सर के हो सिएल लेखिदिनु म त जोक गरेको कहाँ क्रिकेट कता छ सिङताम ए ल ल अब हामी त रिटायर्ड भइसक्यो एकदम ल साँच्ची ल त्यतिसम्म म फिट हुन्छु नि
मेरो स्टाफहरू कोलिग्सहरू है क्रिकेटमा क्रिकेट भन्दा त के चाहिँ गरेन क्रिकेटको लागि एउटा स्पोर्ट जसको लागि चाहिँ मैले धेरैभन्दा धेरै आफ्नो तन मन धन दिएँ क्या त्यो चाहिँ क्रिकेट थियो है मैले साँच्चै फुटबलमा मैले त्यस्तो फोकस गरिनँ क्या लु यहाँ फुटबल एकदमै पपुलर छ तर अहिले क्रिकेट इज अन द राइज राम्रो चाहिँ फेसिलिटीहरू अपर्च्युनिटिजहरू पनि राम्रो छ के चाहिँ गरिनँ क्रिकेटको लागि तर ठिकै छ वो भी एक दौड़ था ये भी एक दौड़ है कोही बेला आफूले चाहँदा पनि भाग्य त भन्दिनँ क्या मान्छेले चाहँदैन रहेछ नि त क्या भने नि मैले नेगेटिभ एटिट्युड सो मैले पनि मेरो एटिट्युडलाई पोजिटिभै राखेँ र एक्सपेक्टेसन्सहरूलाई चाहिँ एकदमै कम्ती नै राखेँ क्या त्यसले गर्दा म खुसी छु नो कम्प्लेन्स फोन गर्नुपर्ने छ साँच्ची ए होइन मैले गरेको थिएँ त फोन चाहिँ कसलाई भन्दाखेरि चाहिँ मेरो नानीलाई मेरो श्रीमतीलाई कस्तो छ के छ छेउमा छैन नि त केही क्षणको लागि टाढिनु भएको छ त्यो कारणले गर्दा फेरि यसो बुढा भएको खातिर आपा भएको खातिर अनि मनमा माया भएको कारणले गर्दा फोन चेक गर्ने हुन्छ म गरेको थिएँ उठाउनु भएन हेर्नु अहिले उठाउँछ कि सो यात्रा यहाँसम्म आज फेरि कन्टिन्यू गर्नेछौँ थ्याङ्क यू सो मच